हेलो एभ्रिवान, नमस्ते सबैलाई, वेलकम ब्याक टु माई न्यू भिडियो। सो मैले अस्ति जुन चाहिँ मेरो पाहुना आउनु आँटेको छ भनेर मैले भिडियो बनाएको थिएँ, त्यो भिडियो चाहिँ मैले कन्टिन्यू गर्दै है मैले हाल्नु पाएको थिइनँ। सो मैले चाहिँ अहिले हाल्दैछु त्यो भिडियोलाई कन्टिन्यू गर्दै। होप तपाईँले हेरिदिनुहुन्छ होला भन्ने आशा गर्दै। सो यहाँ चाहिँ हुनुहुन्छ मेरो दादा है, जो आउनु भएको थियो गान्तोकबाट। जो भाउजू आनी आसिङ नानी हुनुहुन्थ्यो है। उहाँ चाहिँ अब यस्तो आइ हुँदैन नि त है, बेला बखतमा त आउनुहुन्छ है, उहाँको त्यस्तो टाइममै मिल्नु हुँदैन। त्यहाँदेखि आएको बेलामा चाहिँ आमाले खाना खुवाउँछु भनेर चाहिँ भन्नुभयो नि त। सधैँ खाना खुवाउनुहुन्छ नि त आउँदाखेरि आनी आसिङहरूलाई हो। त्यहाँ नानी पनि थियो, योपालि चाहिँ नानी पनि आएको थियो, किनकि अरू बेला अब नानी यत्रो ठुलो भयो भने त आएको थिएन हो। सो त्यो भएर चाहिँ हामी सबैजना अब गेट टुगेदर भयो एकैचोटि है, सबैजना आएको बेलामा भनेर चाहिँ आमाले खाना पनि खुवाउने भनेर भन्नुभयो। अन्त त्यही भएर चाहिँ यहाँ चाहिँ आउनुहुँदैछ फेरि हाम्रो बाबा है। म चाहिँ पहिल्यैदेखि हामी सानैदेखिको बाबा भन्छु नि त म है। अब पढ्नु चाहिँ आनी र आसिङ हो खासमा, तर हामीले सानैदेखिको बाबा भनेर चाहिँ म चाहिँ बाबा भनेर यो गर्छु है। त्यहाँदेखि बाबा पनि आउनुभएको थियो, सबैलाई खाना थियो नि त। अन्त हामी है यहाँ चाहिँ हुनुहुन्छ हामीको नातिनीले स्ट्रेचिङ गरेको मैले भन्दै देखाउँदै थिएँ कि छक्क परेँ म पनि। अब आफै हुन्छ नि मजाले बसेर स्ट्रेचिङ गर्दै थियो हो। यहाँ चाहिँ हुनुहुन्छ मेरो बिग ब्रदर। हाई भनिदिनु। Hello, इट गरेर हाल्छु नि ल। तपाईँ चाहिँ कहाँबाट आउनुभएको भनिदिनु। I am from Gangtok City. She is my small sister. We came here to celebrate Dasai. Almost is about to finish. Then after tomorrow we are going to go. अन्त यस्तो इङ्ग्लिस पारिदिनुहुन्छ मेरो जोजोले हो, मेरो दादाले। अन्त अब चाहिँ यहाँ खाना खाँदा Yeah. Now Back to we are Jansi. about to have lunch at my sister's home. And after that we are going back to our home. Thank you. सो देन आफ्टर चाहिँ हामीले चाहिँ है सबैसँग बातचितहरू गरेर चाहिँ त्यहाँदेखि हामीले लन्चको लागि चाहिँ रेडी गरिसकेका थियौँ हो। त्यहाँदेखि चाहिँ हामीले लन्च पनि गर्नु थाल्यौँ। पहिला हामीले पाहुनालाई दियौँ है लोकल कुखुरा भन्दै, आमाले लोकल कुखुरा बनाइदिनु भएको थियो नि त। अन्त त्यही भएर चाहिँ अब पाहुना बेला बखत आउनुहुन्छ भनेर चाहिँ सधैँ आमाले यस्तैहरू बनाइदिनुहुन्छ नि त, सबै घरकै अर्ग्यानिक सब्जीहरू पनि है आमाले बारीबाट टिपेर बनाइदिनु भएको थियो। अनि खाना के कसो भयो भनेर मैले सानो भिडियो बनाएको थिएँ है। खाना चाहिँ मिठो भयो भन्नुहुँदै थियो दादाले है, सबैजनाले। अब गेट टुगेदर पनि भइगयो, खाना पनि खाइगयो भन्दै भन्नुहुँदै थियो हो। अनि त्यसको बादमा चाहिँ मैले पनि खाएर मैले चाहिँ फिल्म गर्नु पाइनँ। अन्त लास्टमा चाहिँ आमा बहिनी नाना बडीले चाहिँ खाँदै गरेको बनाएको थियो हो। यहाँ सबैजनाले खाइसकेर चाहिँ त्यहाँदेखि उहाँले पनि अब एकछिन गफसफ गरेर चाहिँ फेरि आफ्टरनुनमा फर्किनु भयो। हामी अलिक माथि हुनुहुन्छ नि त घर चाहिँ, सो त्यो भएर चाहिँ म जानुभयो हो। त्यहाँदेखि आफ्टर हामीले सबैजना मिलेर ग्रुप फोटो खिच्यौँ है, एउटा मेमोरिज भएर जाओस् भनेर। अनि एउटा मेमोरिज पछिसम्म रहोस् भनेर मैले सानो भिडियोमा पनि यो फोटो चाहिँ हालिरहेको छु है। तपाईँलाई के कस्तो लाग्यो साथीहरू। त्यहाँदेखि आफ्टर चाहिँ फेरि यहाँ मेरो सानो क्युटीले हेर्नु रिल्स बनाएको अरे। यहाँ अहिलेको नानीलाई कसले भेट्छ भन्नुहोस् त लु, यहाँ एक्टिङ एक्सप्रेसनहरू हेरिहाल्नुहोस् होला यहाँ। सो त्यही भएर चाहिँ हामी सबै काम सकेर चाहिँ म बेलुका 4:30तिर चाहिँ म पनि घरतिर फर्केँ, किनकि अब घर चाहिँ जानैपर्छ हो। त्यति दसैँ थिएन योपालि, सो त्यही भएर चाहिँ म 2 दिनको लागि मात्रै भेट्न आएको थिएँ है। त्यही भएर चाहिँ हामी पनि फर्क्यौँ। अनि फर्किँदाखेरि चाहिँ यहाँ अब नानीले हँसाएर गाडीमा हो नाचेर गीत त बज्नु हुँदैन यसको लागि, हेर्नुहोस् न गीत त बज्नै हुँदैन यसको लागि, यति साह्रो नाच्छ कि अब हामीपट्टि गएको होला हौ भनेको नि है साथीहरू। तपाईँलाई भिडियो के कस्तो लाग्यो होला, मन पऱ्यो भने प्लिज लाइक सेयर गरिदिनुहोस् होला। सो आजको लागि यति नै, थ्याङ्क यू फर वाचिङ, बाई बाई।